गाइस अहिले चाहिँ मर्निङ टाइम भएछ 6 बजेको छ। हेर्नु मर्निङ नजारा। यो चाहिँ हाम्रो गाउँको रास्ता हो। यो चाहिँ हेर्नु अहिले म चाहिँ पोल्ट्री फार्ममा जाँदैछु। नजारा हेर्नु। हाम्रो यहाँदेखि चाहिँ पहाड पुरा छेउमै पर्छ। यहाँबाट तपाईँको आधा किलोमिटर। यहाँबाट बेसी 500 मिटर गयो भने यहाँबाट उयो भेट्छ तपाईँको के हो यो बोर्डर अरुणाचल अनि आसामको बोर्डर। वहाँ पहाड हेर्न सक्नुहुन्छ। यही पहाड छेउमै छ। हेर्नु नजारा। बिहानको नजारा हेर्नु होला। एउटा कमेन्ट गरिदिनु माने कतिको भयो, कति केजीको भयो अहिलेसम्म त 37 दिन भयो। 37 दिनमा कति केजीको भयो होला आइडिया। यो कति केजीको भयो होला हेर्नु। कमेन्ट चाहिँ गरिदिनु होला। कमेन्ट गर्न नबिर्सिनु। अनि हेर्नु पर्यो दाना कता कहाँ के छ। दाना पनि सबमा खतम भएछ। दाना हाल्नुपर्छ। हिजो चाहिँ मैले यो जुन चाहिँ पानीको सबै वास गरेर एक लाइनबाट सबै फ्याँकिदिएको थिएँ। वहाँदेखि लिएँ पल्लो छेउदेखि लिएर यहाँ पल्लो छेउसम्म सबै फ्याँकिदिएको थिएँ। दानाको पानीको पुरा वास गरेको थिएँ। किनकि यो छेउछेउमा साइड मैला बस्छ नि। त्यो मैला सबै साइड गरिदिएको थिएँ मैले। दाना हिजो दिएको थिएँ सबैमा खत्तम भयो। अब आज चाहिँ दिनुपर्ने छ दाना।